वाओ के मजाको स्याउ रहेछ यार भनेर क्याराममा टोकिदिएको त लास्टमा आएर मेरो पेटै पो दुख्यो यार। सो हेलो एन्ड नमस्ते, स्वागत छ आजको मेरो छोटो मिनी ब्लगमा। म छु अहिले आएको छु ग्वालामा, पछाडि देख्न सक्नुहुन्छ। पछाडि मसँग गुरु पनि छन् र मसँग सँगै यी बोट बिरुवा पनि छन्। सो यो बोट बिरुवा कहाँ हुन् भन्दाखेरि म चाहिँ अहिले आएको छु माथि। त्यो नाम चाहिँ मलाई थाहा भएन अहिले ट्याक्कै लाएर होइन। अहिले मसँग सँगै गाई छन्, उनीहरू छन् र म आफैमै छु ल। देख्न सक्नुहुन्छ सँगसँगै गोरुहरू पनि घाँस खाएको छन् र बाच्छाहरू पनि दुनियाँमा आयो भने पनि थाहा छैन उनीहरूलाई। गाई मस्त चरिरहेछन् होइन, म पनि मस्तमा ट्याक्क लगाएर बसिरहेको छु। आजको आनन्द भनेको यही हो, के गर्नु यस्तै छ गाउँघरमा भनेको। यस्तै गोठालो भएर जिन्दगी जालो जस्तो त्यस्तो नखानु होला। सो मेरो चाहिँ गाई छैन, अर्का गाई हुन्, ठुल्मम्मीहरूको गाई हुन्। त्यो चाहिँ अहिले तर ठुल्मम्मीहरू हाम्रो गाउँ काट्न आएकोले म आएको आज। त्यस्तो गोठालो नसम्झिनु होला, यति भन्न चाहन्छु म। यी देख्न सक्नुहुन्छ मौसम पनि यस्तो कालै कालो छ होइन। मौसम मात्र के हो त, यी पानी पनि आइसक्यो देख्न सक्नुहुन्छ। पानीले गर्दा मेरो क्यामेरै बन्द भएर यस्तो झिलिमिली देखिरहेको छ होइन। पानीले त मलाई भिजाइसक्यो यार। ओ माइला गड, यस्तो गर्मीमा पानी आउनु ठिकै हो, त्यही पनि मलाई भिजिसक्यो। म चाहिँ ग्वाला आएको आज चाहिँ म छोटो मिनी ब्लग बनाएको त ओहो पानीले पो भिजायो त। सो आजको मेरो मिनी ब्लग यति नै हुन्छ होला। जे भए पनि मेरो भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। हजुरहरूले गर्नुहुन्छ भनेर म आशा गर्दछु, त्यही पनि हजुरहरूले गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला र मेरो भिडियोलाई सधैँ सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म यति भन्न चाहन्छु। सो अर्को भिडियोमा भेटौँला। ओके गाइज, बाई बाई।